नमस्ते साथीहरू, म नरेश तपाईँको फेरि स्वागत गर्दछु। आशा हजुरहरू पनि राम्रै हुनुहुन्छ होला। आज दिनमा हामीहरू मावलतिर लागिरहम यस्तै भिडियो हो। हेर्नुहोस्, बाटामा रोकेर अलिकति निस्किनुभन्दा पहिला केही काम थियो र बाहिर निस्केको थिएँ। अब तयार भएर मावलतिर लाग्ने। अगाडि भेटौँ भिडियोतिर, कस्तो हुन्छ हेर्दै जानु होला आजसम्मको अन्तिम ब्लगलाई। ल अहिलेलाई अगाडि बढौँ। हजुरहरूको फेरि स्वागत छ इन्ट्रो पछाडि। आजको ब्लगमा हामी जसरी मैले पहिल्यै भनिसकेँ, हामी मावलतिर जान थाले हौँ, दुईटा आमा र म। के कारणवश मेरो भिडियोको रेकर्डिङ जाने बेला के रेकर्डिङ त्यस्तो भयो थिएन, त्यही भएर मैले त्यो जानेको दृश्यहरू तपाईँलाई देखाउनमा अक्षम रहेँ। केही भएन, अब हामी पुगेर यहाँ भिडियो कस्तो हुन्छ त्यो हेर्न जान्छौँ र आउने बेलाको भिडियो मैले देखाउन गइरहेको छु भिडियोको माध्यमबाट। अन्तिमसम्म हेरेर मेरो साथ दिनु होला। ल त फेरि अगाडि लाग्छ। मैले पनि चढाइदिन्छु, चढाइदिएर नमस्कार गरेँ। आरती हुन्थ्यो नि सबै, अब सब चल्दैन अब दिन्छ। यहाँ हेर्न सक्नुहुन्छ बुद्धको मूर्ति। कन्स्ट्रक्सनको काम चालु छ, बाटाले भत्काइदिएर होला। यो बुद्धको मूर्तिको वरिपरि परिसर थियो, परिसरलाई भत्काइदिएर होला हाइवेले अब बनाउनु सुरु गरेको छन्। ल केही भएन, तर दौडाउन मिलेन। ल यो पुलमा आइयो, यहाँ मेला रहेछ सुनवलको 5वां मेला। यो 5वां वर्ष रहेछ सुनवलको मेलाको। यहाँ हेर्न सक्नुहुन्छ प्रदर्शनी त हाम्रो मणिग्राममा पनि लाएर, लेकिन म घर छैन। कुरा त्यही हुन्, प्रदर्शनीमा गएर आफूले के गर्न सकिएन भाइ।
ल त कुरा गर्दै गर्दै सुनवल आइपुग्यो। सुनवलको बजार पनि पुग्यो। सुनवलको बजारमा पनि यहाँ हेर्न सक्नुहुन्छ मजाले काम चलिराखेको अवस्था रहेछ। बाटो यहाँसम्म काम चालू रहेछ, चोकसम्म जो। ल अब यहाँ पनि पिच हुने जस्तो छ। अब सुनवल कट्टियो। अब यहाँबाट यो नयाँ पुलबाट आउँदा म पुरानो पुलबाट आएको थिएँ, लेकिन अब कथा फेरि दोहोऱ्याउन्न। बिहानको खत्तम भएछ रेकर्डिङ। भोइस ओभर बत्रेर भोइस ओभर के सुनाउने हजुरहरूलाई। अगाडि आएर जान मिल्छ यहाँबाट? जान्छ? ल धन्यवाद। यो अब यहाँ पनि पछि हुनेवाला छ ढलाइ। अब म त यहीँबाट निस्किसकेँ। तल्तेलाडा गएर फेरि डाइभर्सन्समा यहीँ आउने हो माथि पछि गएर। केही भएन। अब बाँकीहरू उता बाटो मेन उता डाइभर्ट गरिरहन् अपोजिट डाइरेक्सनमा। अब म यही बाटो, केही भएन। कति राम्रो देखियो टाढा। खुट्टा देख्नेले त्यही भएर म पनि यहीँबाट लिएँ कि किन आफूलाई थाहा भयो आफू किन जाने। यहाँ बाटो कच्ची रहेछ कि बराबर। यहाँ हेर्नु नि त पुलसिम, यो पुलसिम यहीँ के यहीँ। त्यही भएर म आत्तिएर उतैबाट लिएँ। नलिए पनि हुने रहेछ, केही फरक पर्ने थिएन। नलिए पनि हुने रहेछ। त्यति खराब त रहन्छ, टाढा खराब देखिएको थियो। नजिक गएपछि त अब उता फेरि त्यति टाढा पछाडि जानु पर्थ्यो। फेरि धेरै खराब भए पर्छ, केही भएन। शीतलनगर पनि पुग्यो साथीहरू। शीतलनगर पुग्यो। अब शीतलनगरबाट अगाडि अब यो जो पुल आउनेवाला है यो अलिकति भाँचिएर यहाँ बन्दैछ, काम चल्यो छ। काम इज गोइङ अन। 15-20 दिनमा त मलाई लाग्छ यो पुल नयाँ पुल बनेको उसबाट ट्राफिकलाई जान दिने पर्मिसन हुन्छ क्या ढलाइको। यहाँ अलिक लेभलिङ मिलाइसके छन्। लेभलिङ मिलिसकेपछि अब यहाँको काम फटाफट हुने जस्तो छाड छ। हाइवेसम्म ब्रिजसम्म एकचोटि ब्रिज यो जोडियो भने फेरि यो बाटो पनि कम्प्लिट भन्न माग्यो। अरू यतापट्टिको त ब्रिज भाँचिएर अब बनाउने होलान्। त्यस्तै छन् कुरा होइन। अब हामी यहाँबाट लाग्छौँ। अब स्लुस्त अब यहाँ 5 मिनट लाग्छ। 4 बजे पुग्यो के 40मा निस्किएको थियो। हेरिसकेछु। ओभरटेक गरेर जो गएको थियो। यहाँबाट अर्को बाटोबाट घुम्टी बाटोबाट निस्कन थाले हम। खैरेनीको पुलमा काम भइराखेको अवस्थाले पुरानो पुल भाँचेछ। नयाँ पुलमा त्यस्तै हो काम। नै त होइन, नयाँ बाइक हो। अरू कोही रहेछ त्यस्तै पातलो त्यस्तै छ। लेकिन केटो हो कि केटी हो त्यो पनि थाहा भएन क्या। फेरि
केटी पनि हुन भाइ मलाई त केटी ला केटो होइन त्यस्तो केटोको अनार जस्तो मानिनँ मैले यहाँबाट घुम्ती बाटो बनाएर अलिकति अप्ठ्यारो भयो अझै झुला झैँ हिँड्न परिरह मेरो गाडीमा झुला 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 धेरै जो घुम्ती रहेछ यो वाला सधैँ हिँड्ने मान्छे हो क्या त्यस्तै लाग्छ मलाई त्यही भएर त कन्फिडेन्सले निकाले क्या गाडी आफू अब पहिलाचोटि कहिले कहिले आउने मान्छे ल यो अप्ठ्यारो पनि गयो अब शेर नै यो खालि त उतापट्टिको बनेपछि त भयो के यतापट्टिको त बने रहेछ त्यही त कुरा खान् This is the most beautiful scenic I can ever see. I don't know how beautiful it is capturing, but it is awesome, really awesome. काम भी चल रहा है दोनों तरफ, जंगल के तरफ, और साथ साथ में हाँ साइड में हाँ त्यही बाटो कच्ची बाटो बनाउन थाल्यो भने साइडमा पनि काम चलिरहा सँगसँगै सिनिक ब्युटी यही भलवाई पनि पुग्न थाल्यो 2 मिनट लाग्छ धेरै लाग्दैन है त्यहाँ त्यति ठुलो पहिरो त 3 मिनटमा कटाइयो यो त अब सेनो यहाँ त बाटो कमसेकम सिधै छ अब त्यहाँबाट भलवाई चौकमा गएर चढ्ने कहाँ त बिहान त अब बडा मुस्किलले झरेका यार पुग्नु होला के थाहा हामीभन्दा त धेरै पहिला निस्कनको नि सेनबाले छोडेर आएर फेरि हामी चाय पेर त्यही त नि जो पनि भोज जान्दिउँ गाडीलाई पहिला आफूलाई दुईटा छन् क्या अझै फेरि यस्ता खाल्टा फेरि आफू उता गयो किन हल्लियो र गाडी एकदम यस्तो खाली भएपछि यस्तो खाल्टीमा कहिले उता जान पर्छ कहिले यता आउन पर्छ त्यस्तो गाडीमा त हुन्न के भाइ त एक त साङ्ग्रो बाटो हो तिनीहरूलाई जो नपुग्ने बाटो हो
ल त सँगसँगै हामी अब फलवाई बजार पुग्यो। अलिकति बाटो कोही दुई तिन ठाउँमा अलिकति अप्ठ्यारो रहेछ। ल त यो बसलाई अब अगाडि जान्दिउँ। ल त फेरि झरिहालौँ अब अगाडिकोलाई। अब हेर्दा हेर्दै आधा दिनमा पनि आधा दिनमा ट्राभल भइयो। अब म घरको नजिक पुग्न थालेछु। अब यहाँ चाहिने लाएर अब आफ्नो घरतिर निस्कन थालेछु। तपाईँलाई आजको ब्लग कस्तो लाग्यो यो बाबत प्रतिक्रिया दिनुहोला, सँगसँगै कमेन्ट गर्नुहोला, सेयर गर्नुहोला। फेरि भेटौँला अग्ला भिडियोमा। टिल द्याट टाइम टु टेक केयर एन्ड ह्याभ ए गुड डे।